दर्शकबिन नमस्कार, हजुरलाई स्वागत छ। म इन्द्रजित नेपाली। दर्शकबिन एकैछिन यो भिडियो हेर्नुहोस् है त। जनकपुर चुरोट कारखाना कसले खायो? त्यो 600 मान्छेले काम हुने, 500 मान्छेले काम हुने ठाउँमा 2700 मान्छे, हरेक मन्त्रीले अलिअलि मान्छे थप्ता 2700 पुग्यो। 6 महिनामा सरकार फेरिन्छ। हरेक सरकार फेरिएपछि मन्त्रीले मान्छे राख्छ। मन्त्रीले मात्रै राख्ने होइन, तिम्रोमा त ठाउँ छ नि, राख्दैौ नि यार भन्छ अर्काले। त्यही पनि 2-4 जना राख्नुपर्छ। त्यस्तो ढङ्गले चाहिँ उद्योग नै समाप्त भयो। दर्शकबिन बिहान ठिक 6 बजे जनकपुर चुरोट कारखाना लिमिटेडमा साइरेन बज्थ्यो। कर्मचारी र कामदारहरू जराकजुरुक उठ्थे र कामको लागि तयार हुन्थे। 500 भन्दा बढी कर्मचारी कामको शिफ्टका बारेमा जानकारी दिन बजाइने यो साइरेनले जनकपुरवासीलाई पनि उज्यालो भएको सङ्केत मिल्थ्यो। बिहान 6 बजे, अपराह्न 3 बजे र राति 10 बजे बजाइने कारखानाको साइरेन्सले सबैलाई समयसँग दौडाएको पनि थियो। वर्षौं अघिसम्म नियमित चल्ने प्रक्रिया अहिले एकादेशको कथा जस्तो बनेको छ। न त साइरेन बज्छ, न त कारखानामा काम गर्ने कर्मचारी र कामदार नै तयार हुन्छन्। मात्र यो स्थान जनकपुर चुरोट कारखाना लिमिटेडको सम्पेत छ, जो चुकालीको नाममा सीमित छ। कुनै समय यसले राष्ट्रलाई सबैभन्दा धेरै कर र जनकपुर क्षेत्रलाई सबैभन्दा धेरै रोजगार दिएको थियो। खेलकुद क्षेत्रलाई सबैभन्दा धेरै खेलाडी दिने संस्थाको रूपमा पनि आफ्नो परिचय स्थापित गरेको थियो। वार्षिक 2 अर्ब 36 करोड खिल्ली चुरोट उत्पादन गर्न सक्ने यो उद्योग राजनीतिक प्रभाव, व्यवस्थापनको अभाव र सङ्क्रमणकालको चपेटमा परि बन्द नै भयो। जानकारहरूका अनुसार दरबारको लगानी रहेको सूर्य नेपाललाई चम्काउन जचुकालीलाई कमजोर बनाउने नीतिले धराशायी बनायो। वर्षौंदेखि पूर्ण रूपमा बन्द रहेको जनकपुर चुरोट कारखानाका करोडौं मूल्यका मिसिन र उपकरणहरू रेखदेखको अभावमै कामै नलाग्ने बन्दै गएका छन्। प्रजातन्त्रको पुनः स्थापना पछिका शासकहरूले आफ्नो र आफ्ना कार्यकर्ताको व्यक्तिगत लाभलाई मात्र महत्त्व दिने नीतिले जचुकालीलाई प्रयोग गर्दै आएका थिए र अन्त्यमा हजारौंलाई रोजगार दिएको यो संस्था शून्यमा झर्यो। दैनिक 2 अर्ब खिल्ली चुरोट उत्पादन गर्थ्यो। सो बेला कारखानामा 366 जनाले प्रत्यक्ष रोजगार पाएका थिए। विगत धेरै वर्षदेखि बन्द रहेको यो उद्योग अहिले जीर्ण अवस्थामा पुगेको छ। तर पछिल्लो समय सरकारले बन्द रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने नीति ल्याएपछि जनकपुर चुरोट कारखानासँगै अरू उद्योग पनि फेरि चर्चामा आएका छन्। सरकारले यसलाई पुनः सञ्चालन गर्ने सम्भावना बारे अध्ययन सुरु गरिसकेको छ। निजी क्षेत्रसँग सहकार्य गरी PPP मोडलमा सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको छ। यदि यो कारखाना फेरि सञ्चालनमा आयो भने यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, व्यापार बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ। तर अर्कोतर्फ चुरोट उत्पादन हुने भएकोले जनस्वास्थ्यमा पनि असरलाई लिएर चिन्ता पनि बढेको छ। विशेषज्ञका अनुसार धुम्रपान सम्बन्धी रोगहरू बढ्ने जोखिम हुन सक्छ। पहिले यो विषयमा 2 धारको बहस देखिएको छ। एक पक्ष आर्थिक फाइदाको कुरा गरिरहेको छ भने अर्को पक्ष स्वास्थ्य जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ। अब सबैको नजर सरकारको अन्तिम निर्णयतर्फ केन्द्रित भएको छ। के जनकपुर चुरोट कारखाना फेरि सञ्चालनमा आउनेछ? तपाईको विचार के छ? कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला। एउटा इतिहास बोकेको संस्थालाई राजनीतिको थलो बनाउनुभन्दा उद्यमशीलताको केन्द्र बनाउन अब सरकारलाई छ भन्ने आशा छ।